हेलो साथीहरु नमस्कार सबैजनालाई मेरो अर्को भिडियोमा तपाईहरुलाई स्वागत छ। अब सिजन पनि सुरु भइसक्यो है क्रोएसियामा। मैले काम गर्ने ठाउँमा पनि सबै होटलहरु धमाधम ओपन भइसके। होटल यताका सानातिना पसलहरु सबै खुल्दैछन् है बिस्तारै। आज बिदा भएकोले यसो निस्केको बाहिरतिर म पनि हल्का भए नि फ्रेश हुन भनेर। सधैँ काम 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 दिक्क लाग्छ। एक दिन यसो हल्का भए नि फ्रेश भइन्छ। अलिअलि घुम्न थाले खैरहरु यता अब थोरै भए नि घुम्न थाले। अब चाहिँ टुरिस्टहरुको यसो फ्लो चाहिँ बढ्न थाल्यो। अस्ति त खाली थियो, अब त भरिन थाले यता मान्छे। अब यता आउने भनेका छिमेकी देशहरुका जर्मन, इटली, फ्रान्स यता देशहरुबाट घुम्न आउने रहेछन् पर्यटकहरु। प्राय पुरै सेन्जनका मान्छेहरु घुम्दा रहेछन् भनौं। प्राय जसो आफ्नो अब छुट्टी मनाउन आउँछन्। 2 महिना त यता युरोपमा छुट्टी नै हुन्छ। त्यतिबेला धेरै काम हुन्छ। 2 महिना धेरै काम हुन्छ। अरु बेला नि काम त हुन्छ कि अब जे भयो नि त्यो 2 महिना चाहिँ धेरै काम हुन्छ कि भ्याइ नभ्याइ हुन्छ। पहिला तपाईहरु देख्नुहुन्थ्यो सबै ठाउँहरु चाहिँ पुरै बन्द थियो। सबै ओपन भइसकेछ। सिजन सुरु भएसँगै सबै पसलहरु ओपन भइसके। कस्तो राम्रो मजाले सजाएको छ हो यताका पसलहरु। यो ठ्याक्क बढी त हैन 4 महिनाको लागि खुल्छ के यिनीहरु। मे माछा मारेर आए बाजे मे, जुन, जुलाई, अगस्त यसपछि चाहिँ बन्द हुन्छ। हेर्नु सब पसलहरु यसरी मजाले सजाएर राखेको हुन्छ। कपडाको पसलहरु, चस्माको पसल। यता सबै थोक पाउँछ। ब्यागहरु भयो। हाम्रो काशी पोखराको राखेको हुन्छ नि त टुरिस्ट एरियामा सेम त्यस्तै हो। कस्तो मजाले सजाएको छ पसल यतातिर। दोबरदान यस्तो मजाले सजाएको छ सबै पसलहरु। अब सिजन सुरु भएसँगै सबै यतातिर चाहिँ ओपन भइसक्यो। हेर्न सक्नुहुन्छ बोटहरु टन्नै छन्। अब यो होटल पनि ठुलै स्टार होटल हो यहाँनिरको। धेरैजनाको जिज्ञासा रहेको छ होटलको किचन हेल्परमा काम कस्तो हुन्छ भनेर। म आज मैले गरिराखेको काम र अनि धेरैजनाले गर्ने काम भनौं सायद एउटै होला। किचन हेल्पर भनेपछि सबैको लगभग उस्तै हुन्छ होला। मैले गरेको काम म तपाईहरुलाई मेरो अनुभव शेयर गर्न गइरहेको छु आज। खासमा भन्ने हो भने किचन हेल्परमा गर्नुपर्ने कामहरु भनेको मेन भनेको अब त्यो किचन भित्र जति पनि छ सरसफाई देखि लिएर त्यहाँ भएका भाँडाकुँडाहरु धुने अनि सेफलाई सहयोग गर्ने कामहरु कटिङ देखि लिएर हरेक कुरा हुन्छ हैन। अनि त्यहाँ सरसफाई भनेपछि अब सबै चिज आयो। होल किचन भित्र के सरसफाई गर्नुपर्ने हुन्छ त्यो जिम्मेवारी हुन्छ। त्यो फेरि एक्लैले गर्नुपर्ने हुँदैन। त्यहाँ सबैले मिलेर गर्छन्। फेरि किचन हेल्पर भनेर सबै त्यही मान्छेले गर्नुपर्ने हुँदैन। सबैजना मिलेर नै गर्छन्। त्यहाँ सेफ अर्को भन्ने हुँदैन के। जे भने कामको मूल्याङ्कन चाहिँ राम्रो हुन्छ। तपाईले भाँडा धुनुहुन्छ, तपाईले भ्याउनु भएको छैन भने त्यसमा अर्को एकजना त्यहाँको कुक आएर उले पनि हेल्प गर्छ के। त्यस्तो चाहिँ छ यहाँको सिस्टम चाहिँ एकदम मन परेको मलाई। अनि तपाईहरुले चाहिँ काम गर्दाखेरि एकदम लगनशील भएर गर्नुपर्छ। एकदम काममा धेरै माया देखाउनु पर्छ। यति कामको लागि यति इमानदार हुन्छन् यहाँको मान्छेहरु। यति काम गर्छन् कि हामीले त्यस्तो काम त कहिले गरेनौं होला। नेपालीहरुले नेपाल हुँदा हामी खटेर कहिले काम गर्दैनौं। यहाँ काम चाहिँ धेरै हुन्छ। तर काम अनुसारको दाम पनि ठिकै हो। 1.5 लाख रुपैयाँ कमाइ हुन्छ हैन। 1.5 लाख रुपैयाँ भने त सानोतिनो होइन नि त। राम्रै हो नेपालको तुलनामा हेरौं भनेपछि।
त्यही भएर किचन हेल्परमा कस्तो हुन्छ भन्नुहुन्छ भनेपछि काम चाहिँ एकदम सफा चट्ट बनाउनु पर्ने हुन्छ हामीले। त्यो अनुसारको हामीलाई पे पनि गरेको हुन्छ साउले हैन। तपाईहरु यदि किचन हेल्परमा आउँदै हुनुहुन्छ भने काम ठिकै हुन्छ। मेरो अनुभव चाहिँ आउनु होला, राम्रै हुन्छ, स्वागत छ। कतिजनाको भिसा लागिसक्यो होला, कतिजना भिसाको वेटिङमा हुनुहुन्छ होला। तपाईहरुलाई लागेको मान्छेहरु सबैलाई बधाई छ र अनि अब जो भिसाको वेटिङमा हुनुहुन्छ तपाईहरुको पनि भिसा चाँडै आओस्, शुभकामना छ हैन। यस्तै छ क्रोएसियाको अहिलेको पछिल्लो अवस्था। ठिकै छ, नेपालीहरु थुप्रो आइराछन्, भिसा लागिराछ धेरै जनाको, त्यस्तो भिजै नलाग्ने भन्ने पनि छैन है त। सबैजना आफ्नो ख्याल राख्नु होला। को कता हुनुहुन्छ। अब क्रोएसिया आयो भने मेरो भिडियो हेरेर को आउनुहुन्छ, भिडियो कोले हेर्नुहुन्छ अनि यता को आउनु भएको छ, अब आउनुहुन्छ, यसो सम्पर्क गर्नु होला नि। कमेन्टमा लेख्नु होला केही कुराहरू अझ तपाईलाई जानकारी चाहियो भने कमेन्ट गर्नु होला। मैले जानेको कुरा फेरि मैले जानेको र मैले भोगेको कुराहरू म बताइदिने छु तपाईहरुलाई। होटल लाइनमा अब सिजन स्टार्ट भएपछि प्राय सी साइडको होटलहरुमा छुट्टी चाहिँ हुँदैन है। यति कुरा हो, सधैँ काम गर्नुपर्ने हुन्छ, 9-10 घण्टा काम हुन्छ। कसैले ओभरटाइम पे गर्छ, कसैले ओभरटाइम पे पनि गर्दैन, फिक्स स्यालेरीमा राखेको हुन्छ है। त्यही भएर अब तपाईको कन्ट्र्याक्ट कस्तो छ त्यसमा भर पर्छ। तपाईहरु अब यही आएपछि सबै कुरा थाहा पाउनुहुन्छ, अथवा के कुरा पहिले पेपरमा एउटा हुन्छ तर पेपरमै भएको कुरा यहाँ लागू नहुन सक्छ। मेरो हकमा पनि त्यही भएको थियो कि ओभरटाइम दिने भनेको थियो तर ओभरटाइम दिएन, फिक्स स्यालेरीमै राख्यो हामीलाई। किनकि वर्षभरि काम मेरो पुरै चल्दैन। मेरो वर्षभरि काम नचलेपछि तिमीहरूलाई पे कसरी गर्ने मैले? मेरो 4 महिना सिजन चल्छ, अरू बेला त त्यस्तो राम्रो चल्दैन भन्ने कुरा गरे साउले। अनि हुन पनि ठिकै हो, 8 महिना त त्यत्तिकै मोबाइल चलाएरै जान्छ। 4-5 महिना नै हो काम एकदम हार्ड भनेपछि, हार्ड एकदमै हार्ड भन्दा नि हार्ड हुन्छ क्या, लास्टै काम हुन्छ। त्यो बेला चाहिँ थ्याक्न सक्नुपर्छ, पानी खाने समेत फुर्सद हुँदैन मान्छेलाई, त्यस्तो काम हुन्छ सी साइडमा। त्यति मान्छे आउँछन्, कहाँबाट आउँछन् के गर्छन्। अब हेर्नु अलिअलि घुम्न थाले मान्छे। पल्लो महिनादेखि त यो मे हो, जुनदेखि त भ्याइ नभ्याइ हुन्छ है साथीहरु। जो आउँदै हुनुहुन्छ एकदम रेडी स्ट्रङ तगडा भएर आउनु होला। किचन हेल्परमा आउने मान्छेहरु दल्लिनुपर्छ के दल्लिनुपर्छ, त्यही भएर पैसा पनि आउँछ। अब त्यही हो, पैसाको कुरा गर्ने हो भने त पैसा अहिले त्यही धेरै त हुँदैन, बेसिक चाहिँ दिइराखेकै छन् हैन प्राय जस्तोले। त्यसमा पनि के हुन्छ भने धेरैजनाले ट्याक्स कटाएर दिन्छ, धेरैजनाले ट्याक्स पे गर्छ के। जस्तै मेरो हकमा चाहिँ ट्याक्स पे गरिदिन्छ साउले, एक टाइम खाना दिन्छ, अनि एक टाइम खाना दिन्छ, ट्याक्स पे गरिदिन्छ, अनि बस्नको लागि रुम दिएको छ हैन। धेरै ठाउँमा के छ अहिले भनेपछि ट्याक्सहरू पनि कटाइदिन्छ कि त्यही बेसिक स्यालेरीबाट, अनि अलिक कम आउँछ। त्यही भएर यति नै भन्न सकिने अवस्था हुँदैन स्यालेरीको चाहिँ किचन हेल्परमा, यति नै भन्ने हुँदैन कि। त्यो डिपेन्ड गर्छ कम्पनीमा, त्यो होटलमा, त्यो एजेन्सीमा हैन कसरी आउनु भएको छ। अब म चाहिँ डाइरेक्ट कम्पनीमा हो, एजेन्टबाट हैन। धेरैजना एजेन्सीबाट हुनुहुन्छ भने एजेन्सीहरूले पे गर्छ। अब एजेन्सीले के गरेर दिन्छ कि, कुनै एजेन्सीले तपाईको ट्याक्स आफै पे गरिदिन्छ भने चाहिँ कुनैले त्यहाँ तपाईकै स्यालेरीबाट कटाएर दिन्छ कि। त्यही भएर ठ्याक्कै यति नै स्यालेरी हुन्छ, मेरो जति नै तपाईको, तपाईको जति नै मेरो भन्ने हुँदैन के। त्यही भएर यो चाहिँ डिपेन्ड गर्छ तपाईको एजेन्सी कस्तो छ। राम्रो एजेन्सी छ भनेपछि ठिकै हुन्छ। ठिक छ, आउनुस्, स्वागत छ। तपाईहरु जतिजना आउँदै हुनुहुन्छ किचन हेल्परमा, अरू उसमा भनौँ कन्स्ट्रक्सनमा केमा भिजा लगाउनु भएको छ, ठिकै छ। अब क्रोएसियामा गर्मी पनि सुरु भयो बिस्तारै, त्यस्तो साह्रो गर्मी त भएको छैन, जे भयो नि जाडो हट्यो भनौँ। अब पल्लो महिनादेखि त एकदमै गर्मी नै बढिहाल्छ, 30-35 डिग्री 35 डिग्रीसम्म हुन्छ होला तापक्रम बाहिरको। त्योभन्दा त बढ्दैन, 35-36 डिग्री चाहिँ हुन्छ। उसरी गर्मी नै हुन्छ भनौँ न।
अब काम गर्दा त त्यो 35 डिग्री 36 डिग्रीमा काम गर्दा नि अलि गाह्रो हुन्छ बाहिर काम गर्दाखेरि। फेरि बाहिर भनौँ कि भित्र किचनमा पनि त्यस्तै त हो, त्यहाँ त्यत्रो ग्यासहरू हुन्छ, अर्को हुन्छ। हुन त भेन्टिलेटरमाथि त्यो राखेकै हुन्छ यिनीहरूले, त्यो के भन्छन् त्यसलाई, एक्जिट फ्यान भनौँ, त्यो त बनाएको हुन्छ ठुलो खालको, राम्रै बनाएको हुन्छ, तर त्यसले पनि त्यति काम गर्दैन, त्यति गर्मी हुन्छ क्या। किचन हेल्परमा काम गर्ने साथीहरूलाई त्यो पनि जानकारी गराए। किचनभित्र चाहिँ गर्मी नै हुन्छ है, गर्मीमा काम गर्नुपर्ने हुन्छ, कतिको सहन सक्नुहुन्छ। अब भित्रको तापक्रम त मलाई लाग्छ 40 डिग्री पुग्ला त्यति बेला, खलखल्ती पसिना भएर, उही कामको चाप, उही गर्मी, के गर्ने अब। त्यो गर्मी सर्मी जे जस्तो भयो नि, स्यालेरी आउने बेला यसो सबै ठिक हुन्छ। फेरि स्यालेरी आएको भोलिको पल्टदेखि अझ दुःख लाग्छ, काम गर्न दुःख हुन्छ। फेरि स्यालेरी आउने आराम हुन्छ। यस्तै हो, पैसा हातमा परेपछि जे भयो नि दुःख पनि सुखमा बदलिँदो रहेछ है। त्यही भएर आउनुहोस्, स्वागत छ तपाईँहरू जो आउँदै हुनुहुन्छ। आजलाई म भिडियो यतिमै अन्त्य गर्छु। मेरो भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनु होला। मन पर्यो भने यसो सेयर गरिदिनु होला, कमेन्ट गर्नु होला। केही कुराहरू तपाईँलाई जान्न खोज्नु भएको छ भने चाहिँ अझै म केही कुरा यहाँ यसमा छुटाएको छ भने कमेन्टमा रिप्लाई गर्नेछु भ्याएसम्म। अब काम पनि बढ्यो, त्यति भ्याइँदैन पनि, तैपनि म प्रयास गर्नेछु है त साथीहरू। अहिलेलाई बाई। अन्तिममा फेरि सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भनेपछि, अनि नयाँ पुरानो हुनुहुन्छ भनेपछि यसो हाम्रो च्यानल हेरिराख्ने मान्छेले लाइक कमेन्ट चाहिँ गर्न नछुटाउनु होला भन्दै अहिलेलाई छुट्टिए। बाई बाई।